गुड मर्निङ एभ्रिवान, नमस्ते सबैजनालाई। र आज चाहिँ 10 बजी हाम्रो मर्निङको सुरुवात, दिनको सुरुवात है। हामी चाहिँ उकालो जान आँटेको नि त, सानो काम थियो कि, अनि त्यो भएर चाहिँ बजार जान आँटेको थियौँ। त्यही भएर तपाईँहरूलाई सानो बटीको अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो काका ससुरा है, मेरो ससुराको भाइ, बोल्न सक्नुहुँदैन। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ रङबुलको बाटो हो। यहाँ चाहिँ कसैको बिहा थिएछ, अलिकति गाडीहरू जाम भइरहेको थियो। नानाको कस्तो दामी छ नि, बाउ त छैन नि फेरि। म कहाँ हुन्छ छु हामी चाहिँ फेरि यही भएको या त अग्लै छ, तर हामीलाई पुर्को त देख्दैन नि त, हामी भन्दा कति पुर्को हुन्छ। र हामी चाहिँ सिधै माइत घरमा बसेको थियौँ, त्यही भएर चाहिँ यहाँनिर लोकल चिकन बनाइदिनु हुँदै थियो है मेरो पापाले चाहिँ। कुछ कुछ होता है क्या करूँ हाय, कुछ कुछ होता है आधी ले रुकने पर ये वो काढ़ले चिकनो पर ने वो जिंदगी को। अनि हामी सबै फ्यामिलीहरू एक भइरहेको थियौँ अहिले है। यहाँ चाहिँ मेरो बहिनीको हस्बेन्ड, मेरो ज्वाइँ हो, अनि उहाँ पनि छुट्टीमा आउनुभएको थियो। अनि यहाँनिर पापाले चाहिँ उयो बनाउनु हुँदै थियो, वाचिपा हो। अनि यहाँ चाहिँ 3 भाइको गफ चलिरहेको थियो, त्यसमा भेना चाहिँ पुरा रुँदै होइन, मेरो हस्बेन्ड र मेरो ज्वाइँको माया लाग्छ भन्दै पुरा अब रुनु हुँदै थियो नि त। तपाईले त आशीर्वाद त मलाई पो दिनु, दादा पिसमा छ, म त फिल्डमा छु हैन। अहिले हेर्ने हो भने चाहिँ त्यो भित्र 3.5 लाखहरू पाउँछ कि 5.5। भोलि गएपछि चाहिँ आउँदैन यहाँ, आयन पनि हुँदैन, प्रियाज पनि हुँदैन, है त हुँदैन है फेरि
होइन 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 तिमीसँग बेचिहाल्छु म यो त्यहाँ फेरि 형 얘기 되잖아. 뭐지? 그렇게 얘기하잖아.